साथीहरु आजको डिनरमा के छ भन्दाखेरि चाहिँ सुँगुरको खुट्टा अनि गोर्खे अचार अनि तपाईको कालो दाल। त्यहाँदेखि अरु बाँकी चाहिँ खान्दिन किनभने भोलि म्याच छ, फुटबल छ मेरो। किनभने बेस्ट एकदम बेस्ट भोलि चाहिँ एउटा गोल चाहिँ हाल्ने हो। अगर हालेन छ भने चाहिँ म केही पनि भन्दिन हो। अब यो खुट्टा चाहिँ अगाडि देखाउनु पर्यो। खुट्टा सुँगुर खुट्टा यो चाहिँ एकदमै ड्राई ग्रेभी बनाएको छु। गोर्खे अचार अनि कालो दालसँग चाहिँ सजिलो खाने। अनि बिहान चाहिँ खान्दिन किन भन्दाखेरि बिहान चाहिँ अलिकति सर्ट जहिले पनि एक्सर्साइज त गर्छु, एक्सर्साइज गर्ने अनि अलिक वार्म अप चाहिँ म ज्यादा मात्रामा गरिबस्ने। किनभने एक गोल चाहिँ एनी हाउ भोलि चाहिँ हाल्नै पर्ने छ। किनभने हाम्रो अति प्यारो मन्त्री साहब आफ्नो गाउँमा चिफ गेस्ट आउनु भएको छ, उहाँको निम्तिको लागि एक गोल चाहिँ भोलि चाहिँ अब जुनै हालतले पनि भर्खरै ग्राउन्डबाट आएको। अब सुरु भयो त फर्स्ट सुरु चटनीबाट। ओके निकै सजिलै रहेछ नि त, पुरा पिरो पनि अनि अलिक कडा पनि रहेछ। यो साइजको खुट्टा साह्रै ज्यादा भिडियो लामो हुन्छ होला है, कम्ती खाएको कम्ती भिडियो। हस् त।